स्वागत छ तपाईँले मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले जुन आजबाट चाहिँ हामीले सुरु गर्छौँ तपाईँको सिभिल इन्जिनियरको जुन 7औं तह छ, जसमा चाहिँ अब्जेक्टिभबाट 50 मार्क्सको अब्जेक्टिभ हुन्छ, जसमा पनि अब जियो टेक्निकलबाट हाम्रो जियो टेक्निकलबाट हाम्रो 6 मार्क्सको क्वेसन आउँछ। जसबाट आज हामीले च्याप्टर 1 हेर्छौँ। च्याप्टर 1 बाट यसबाट चाहिँ 1 मार्क्सको क्वेसन आउँछ है। अब हेर्नुहोस् है, यसमा चाहिँ के छ भन्दा क्लासिफिकेसन अफ सोइल कस्तो अरे डिपेन्डिङ अन फर्मेसनको आधारमा, ट्रान्सपोर्टिङ एजेन्टको आधारमा र डिपोजिट मिडियाको आधारमा हाम्रो सोइलको क्लासिफिकेसन कस्तो छ भन्ने कुरा हुन्छ है। अब सोइल भनेको चाहिँ के हो भन्दाखेरि अब तपाईँको के हो भन्दाखेरि जुन एकुमुलेसन अफ पार्टिकल्स के अरे भन्दाखेरि एकुमुलेसन अफ पार्टिकल फर्म बाई डिसइन्टिग्रेसन्स अफ रक चाहिँ डिसइन्टिग्रेट भएर चाहिँ के हुन्छ, त्यहाँबाट फर्म भएको पार्टिकल्सहरूको चाहिँ जम्मा भएको चिज भनेको चाहिँ हाम्रो सोइल हो। अब हेरौँ फिगरबाट अलिक क्लियर हुन्छ, तपाईँहरूको फिगरबाट चाहिँ अलिक क्लियर हुन्छ। यो रक थियो अरे, एक्सटर्नल एजेन्टहरू के अब यसमा चाहिँ एक्सटर्नल एजेन्टमा अहिले धेरै हुन्छन्। अहिले तपाईँले म देखाउँछु, सपोज एकछिनको लागि बुझ्नको लागि। अब यहाँबाट तपाईँको के भयो, रकमा यो एक्सटर्नल एजेन्टले असर गर्दै गयो अरे। अब यो चाहिँ बिस्तारै के डिसइन्टिग्रेट भयो अथवा त्यो खिँदै गयो भनौँ होइन, डिभाइड भयो, डिभिजन भयो, अनि यहाँ गएर अनि यो पार्टिकल्सहरू फर्म भएर यो त्यसको डिपोजिट भयो। यो भनेको सोइल। अनि फेरि यो के भयो तपाईँको ट्रान्सपोर्ट भएर फेरि अर्को ठाउँ पनि डिपोजिट हुन सक्ला नि त। यो साइकल, रक साइकल भनौँ अथवा रक सोइल साइकल। अब यो चाहिँ रक चाहिँ मेरो एक्सटर्नल एजेन्टले गर्दाखेरि डिसइन्टिग्रेट भयो र सोइल फर्म भयो, सोइलको फर्मेसन भयो। यही कुरा फेरि अलिकति अब हावाहुरी बतास जे हुन्छ त्यो चाहिँ एक ठाउँबाट अर्को ठाउँमा गएर डिपोजिट लेयर बाई लेयर डिपोजिट भयो अरे, डिपोजिट भयो। अनि फेरि यसमा चाहिँ के हुन्छ भने अब प्रेसरले गर्दा, अब यो कुरा चाहिँ फेरि कहाँ गइरहेछ तपाईँको हेर्नुहोस् है यहाँ, ड्यु टु प्रेसर एन्ड हिटले गर्दाखेरि फेरि यो धेरै वर्षौँपछि तपाईँको के हुन्छ, रक बन्दिन पुग्छ। यसलाई नै हामी के भन्छौँ, सोइल साइकल भन्छौँ। अब यो जुन एक्सटर्नल एजेन्टको कुरा छ, यसमा अलिकति हाम्रो वेदरिङको कुरा आउँछ। वेदरिङ मेन चाहिँ वेदरिङ नै हो। एक्सटर्नल एजेन्टलाई हामी वेदरिङ नै लिन्छौँ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि यसको वेदरिङको रिजल्ट यहाँ चाहिँ के हो भन्दाखेरि डिसइन्टिग्रेसन अफ रक है। र कसरी डिसइन्टिग्रेसन भयो गर्दाखेरि वेदरिङले गर्दाखेरि भयो र त्यहाँबाट चाहिँ मेरो के भयो, सोइलको फर्मेसन भयो। अब हेरौँ है, वेदरिङलाई विचार गरौँ के हो त। वेदरिङको दुईवटा प्रोसेस हुन्छ। एउटा फिजिकल हुन्छ र अर्को हुन्छ केमिकल हुन्छ। फिजिकल भनेको मेकानिकल पनि भन्छौँ यसलाई, र यो इन्भाइरोमेन्टवाला कुरा आउँछ है। अब फिजिकल वेदरिङमा के हुन्छ भने रक ओन्ली कन्भर्टेड टु स्मलर पार्टिकल्स बट मिनरल्स रिमेन सेम एज प्यारेन्ट रक। यो चाहिँ के हुन्छ भन्दाखेरि रकहरू चाहिँ सानो सानो पार्टिकल्समा कन्भर्ट हुन्छ, तर मिनरल्सहरू जस्ताको तस्तै रहन्छन् अरे। ओन्ली के हुन्छ भन्दाखेरि रक मात्रै यसमा के हुन्छ अरे, स्मलर पार्टिकलमा कन्भर्ट हुन्छ, तर बट मिनरल्स रिमेन सेम एज प्यारेन्ट रक। बाबुआमा जस्तो थियो त्यस्तै मिनरल्सको चाहिँ त्यस्तै हुन्छ अरे, प्यारेन्ट रक जस्तै। अब यो चाहिँ फिजिकल वेदरिङ चाहिँ के कारणले हुन्छ भन्दाखेरि हिटले होला, वेज एक्सन अफ आइस होला, स्प्रिडिङ अफ रुट्स अफ ट्री होला, एभरेसन होला। हिटमा अब तपाईँलाई थाहै छ, हिट, वेज अफ एक्सन अफ आइस, स्प्लिटिङ अफ रुट्स अफ ट्री जस्ता कुरा। अब रेगुलर एक्सपान्सन एन्ड हिट भनेको रेगुलर एक्सपान्सन, कन्ट्र्याक्सन, खुम्चिने, तन्किने त्यो कुराहरू आउँछ। र यसबाट यो फिजिकल वेदरिङबाट फर्म भएको जुन फर्म भएको भनेको चाहिँ हाम्रो ग्राभल र स्यान्ड हो। यसलाई पनि हामी सोइलै भन्छौँ भन्न चाहिँ। ग्राभल र स्यान्ड चाहिँ मेरो फिजिकल वेदरिङबाट हुन्छ भने केमिकल वेदरिङबाट चाहिँ के हुन्छ भन्दाखेरि अब केमिकल वेदरिङ भनेको के हो, रक नट ओन्ली कन्भर्टेड टु स्मलर पार्टिकल्स बट मिनरल अल्सो चेन्ज। केमिकल वेदरिङमा चाहिँ के हुन्छ भन्दाखेरि रक मात्रै नभएर, रक चाहिँ अब सानो सानो टुक्रामा त टुक्रिनै भयो, स्मलर पार्टिकल्समा कन्भर्ट त हुने भयो, तर मिनरल्सहरू पनि यहाँ चेन्ज हुन्छ। यसमा मिनरल्सहरू के थियो, चेन्ज भएको थिएन है। अब यसमा हेर्नुहोस् तपाईँको यो के कारणले हुन्छ,
हाइड्रेसन्स, अक्सिडेसन्स यो रियाक्सनहरू हुन् क्या। अक्सिडेसन्स, रियाक्सन, कार्बोनेसन, सोलुसन, हाइड्रोलाइसिस यो तपाईँहरूले याद गर्नुपर्ने हुन्छ। हाइड्रेसन, अक्सिडेसन, कार्बोनेसन, सोलुसन र यहाँबाट फर्म हुने भनेको मेरो सिल्ट र क्ले हो। सिल्ट र क्ले हो है। अब जाउँ अर्को, सोइलको टाइपहरू हेरौँ होइन। यो एक्सटर्नल एजेन्ट, सपोज यहाँ माथि मेरो रकहरू थियो अरे, यो आउटक्रप भन्छौँ यसलाई। अहिले आउँछ लास्टमा एउटा आउटक्रपको बारेमा अलिक भन्छु म तपाईँलाई। र यहाँ सपोज के भयो भन्दाखेरि, सपोज यहाँनिर मेरो रक थियो अरे, यो एक्सटर्नल एजेन्टले गर्दा वेदर सेदर भयो अरे, के भयो अरे, यो मेरो रक हो यो। अनि तपाईँको कस्तो भयो भन्दाखेरि सोइल फर्म एट द सेम प्लेस अफ द, सपोज यहीँनिर रक छ र यहीँ मुनि चाहिँ यसको के भइदियो भने वेदरिङले गर्दाखेरि सेम प्लेस अफ प्यारेन्ट रक, त्यहीँनिर चाहिँ मेरो सोइल फर्म भयो भने त्यस्तो सोइललाई हामी के भन्छौँ, रेसिड्युल सोइल। यो धेरै इम्पोर्टेन्ट छ है, यो विचार गर्नुहोस्। रेसिड्युल सोइल भनेको कस्तो अरे, प्यारेन्ट रक मेरो यहीँनिर थियो, प्यारेन्ट रक यहीँनिर थियो र यहीँ यसको मुनि चाहिँ के भइदियो अरे, नजिकै त्यहाँ चाहिँ के भइदियो भन्दाखेरि सोइल फर्मेसन भयो। त्यसलाई हामी के भन्छौँ, रेसिड्युल सोइल। यो नेपालको कस्तो ठाउँमा, हिली एरियाजमा हुन्छ। नेपालको हिली एरियाजमा यो धेरै नै देखा पर्छ। र यही अब यो सोइल चाहिँ के हुन्छ भन्दाखेरि ग्राभिटीले, अब यहाँ जुन सोइल छ यो डट 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 हाने, तपाईँले डट हेर्न सक्नुहुन्छ, डट डट हाने, यो चाहिँ ग्राभिटीले तल झर्न थाल्छ। यो त हिलमा छ नि त, हिलमा फर्मेसन भएको छ। यो ग्राभिटीले अब आफ्नै वेट छ भने त ग्राभिटी भइहाल्छ। यसले के भन्छ, यो तलतिर सर्न थाल्छ। सरेर फेरि अर्को ठाउँमा गएर जम्मा हुन्छ, जसलाई के भन्छ, कोलुभियल सोइल भन्छौँ। सोइल पुल बाई ग्राभिटी एन्ड प्लेस्ड एट द बेस अफ हिल, बेस अफ हिल, जसलाई हामी के भन्छौँ, कोलुभियल सोइल भन्छौँ। तपाईँहरूले विचार गर्नुहोस्। र कोलुभियल सोइलको इक्जाम्पलमा हामीले ट्यालसलाई लिन्छौँ है। ट्यालस भनेको जस्तै पोखरा भ्यालीको सोइल, माथिबाट स्लाइडिङ भएर आएको सोइलहरू है। पोखरा भ्यालीको डिपोजिट अफ सोइल अथवा स्लाइडिङ भएर आएको, जस्तै त्यहाँको सोइललाई हामी ट्यालस भन्छौँ। ठिक छ। अर्को रहेको छ हाम्रो ट्रान्सपोर्टिङ एजेन्टको कुरा हुन्छ। जस्तै कि ट्रान्सपोर्टिङ एजेन्टमा वाटर होला, एयर होला, ग्लेसियर होला, हो कि नै। यिनीहरूले त पनि अब के हुन्छ, वाटर त एक ठाउँबाट अर्को ठाउँ बग्छ, हावा एक ठाउँबाट अर्को ठाउँ चल्छ, हो कि नै। अब ग्लेसियर भने त पग्लिन्छ, त्यस्तो त्यस्तो हुन्छ नि त। अब जस्तै कि वाटरमा चाहिँ यहाँ हेर्नु, ट्रान्सपोर्टिङ एजेन्ट, डिपोजिट मिडिया, नेम अफ सोइल। यदि वाटरले गएर रिबन बेसिनमा गएर बसेको छ भने त्यसलाई एलोभियल सोइल भन्छौँ, जसलाई डेल्टा डिपोजिट पनि भन्छौँ हामीले। यदि लेक बेसिनमा भएको छ भने ल्यागस्ट्राइन भन्छौँ। विचार गर्नुहोस् है, यसबाट क्वेसन एउटा फिक्स आउँछ। और यो ल्यागस्ट्राइन भनेको कस्तो भन्दा अर्ग्यानिक कन्टेन्ट मिसिएको हुन्छ, जस्तै डेड बडी, भेजिटेबल्स, लिफ, इटिसी। इक्जाम्पल, कालो माटो काठमाडौँ भ्यालु। कालीमाटी भन्ने ठाउँ जुन छ नि तपाईँको, कालीमाटी, त्यो कालो माटो भएको कारणले त्यो नाम भएको भन्ने पनि भनिन्छ, भन्न चाहिँ कालो माटो अफ। अर्को फेवा लेक पनि, त्यसलाई पनि हामी ल्यागस्ट्राइन सोइल भन्छौँ, लेक बेसिन। अर्को रहेको चाहिँ हाम्रो वाटरमै सी बेसिन। सी बेसिन त अब नेपाल भनेको कस्तो भूपर्यटक राष्ट्र भन्छौँ, समुद्रले नछोएको। सी बेसिन भन्छ त्यहाँ पाउने सोइललाई हामी के भन्छौँ, म्यारिन क्ले भन्छौँ। एकदम फाइन स्यान्ड पार्टिकल्स हुन्छ, यो चाहिँ के हुन्छ, धेरै फाइन स्यान्ड पार्टिकल्स हुन्छ। अब हावाले डिपोजिट मिडिया, डिजर्ट एरिया, यहाँ फर्म भएको सोइललाई एओलियन सोइल भन्छौँ, जस्तै इक्जाम्पलको लागि लोच है। अर्को रहेको छ तपाईँको ग्लेसियर, बेस अफ माउन्टेनमा हुन्छ डिपोजिट मिडिया। यो पग्लिन्छ क्या, ग्लेसियर डिपोजिट भएर, जेनरली ड्रिफ्ट भनेको एक ठाउँबाट अर्को ठाउँमा जान्छ। मेल्टिङ स्नोले डिपोजिट गरेको लाई के भन्छौँ, टिल भन्छौँ। यो पोइन्टहरू तपाईँहरूले विचार गर्नुपर्छ, अब्जेक्टिभमा सोध्ने पोइन्टहरू हो यो। मेल्टिङ स्नोले डिपोजिट गरेकोलाई के भन्छौँ अरे, टिल भन्छौँ। अब मेन अब हेर्नुहोस् है, नेपालमा पाइने कुन कुन सोइल पाउँछ, रेसिड्युल,
कोलुभियल, एलुभियल, ल्याकस्ट्राइन। यसमा त अब सी बेसिनवाला त छैन, म्यारिन भन्न त मिलेन। यी 4वटा आउँछ। तराईमा पाइने भनेको यो एलुभियल जुन छ यो चाहिँ मिडियम स्ट्रेन्थ कन्डिसनको हुन्छ। अब यहाँ कस्तो खाले फाउन्डेसन हाल्ने भन्ने कुरा पनि आउँछ तपाईँको, कस्तो खाले फाउन्डेसन हाल्ने, जसमा के हुन्छ भन्दाखेरि अब तराईमा चाहिँ पाइल र वेल फाउन्डेसन, यदि एलुभियल सोइल छ त्यति बेला पाइल, यो क्वेसन आउँछ क्या तपाईँको, पाइल र वेल फाउन्डेसन हाल्नुपर्ने हुन्छ। अर्को रहेको छ तपाईँको ताप्लेजुङ, जुन चाहिँ हाम्रो 1 नम्बर प्रदेश पहाडी एरिया, हिली एरिया भएको कारणले गर्दाखेरि त्यहाँ रेसिडुअल सोइल छ, राम्रो स्ट्रेन्थ हुन्छ यसको। त्यहाँ चाहिँ आर्ट अथवा ओपन फाउन्डेसन ब्रिजको लागि हो, ओपन फाउन्डेसनहरू बनाउँछौँ। र कालीमाटी केटिएम भ्याली कुनै डेप्थमा ब्ल्याक सोइल अथवा यसलाई ब्ल्याक कटन सोइल पनि भन्थ्यौँ। तपाईँहरूले काठमाडौँ भ्यालीमा भएको सोइल कुन हो भन्दाखेरि ब्ल्याक कटन सोइल पनि भन्छ। कुनै डेप्थमा चाहिँ के छ, ब्ल्याक सोइल पनि छ, मिडियम स्ट्रेन्थ एन्ड कम्प्रेसिबल छ, त्यहाँ पाइल फाउन्डेसन हाल्न मिल्छ है काठमाडौँ भ्यालीमा। यो कुरा तपाईँहरूले विचार गर्नुहुन्छ। अर्को च्याप्टर रहेको छ हाम्रो 3 फेज अफ सोइल। 3 फेज अफ सोइल। अब सोइलको पनि 3वटा फेज हुन्छ। कसरी भन्दाखेरि सोइल कुनै यति माटो लिने, सोइल मासको पार्टिकल चाहिँ माइक्रोस्कोपबाट हेऱ्यो भने त्यहाँ देखिन्छ। त्यहाँ कस्तो खाले देखिन्छ भन्दाखेरि सोइल पार्टिकल सोलिड, यो जुन छ यो भागहरू यो चाहिँ सोलिड हुन् र यो बिचमा भएकोलाई स्पेस बिट्विन सोइल पार्टिकल जसलाई हामीले भोइड भन्छौँ। यो यस्तो 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 जुन छ, यस्तो जुन छ यो दिस इज अ सोलिड हुन् र यो बिचहरूमा भएको दिस इज अ भोइड। स्पेसिफिक सर्फेस यो युनिट चाहिँ अहिले हेरिराख्नु, अहिले पछि यसको बारेमा डिटेलमा यसमा एमएम स्क्वायर पर ग्राम। स्पेसिफिक सर्फेस बढ्यो भने कोहेजन बढ्छ क्लेमा, अहिले आउँछ। एउटा क्वेसन हेर्नुहोस् है, यो which soil has a highest capacity to retain moisture, सबैभन्दा बढी पानी कसले बोक्न सक्छ भन्ने हो भने क्ले, त्यसपछि सिल्ट, त्यसपछि स्यान्ड, त्यसपछि ग्रेभल। यसबाट पनि क्वेसन आएको छ, क्ले, सिल्ट, स्यान्ड, ग्रेभल, क्ले, सिल्ट, स्यान्ड, ग्रेभल। तर इफ अप्सनमा अर्ग्यानिक क्ले दिएको छ भने त्यति बेला हामीले क्ले भन्दा नि अगाडि अर्ग्यानिक क्ले, त्यही भएर अर्ग्यानिक क्लेले बढी के हुन्छ, पानी बोक्छ। अब भोइड भनेको त स्पेस बिट्विन के थियो हाम्रो, स्पेस बिट्विन सोइल पार्टिकल्स भनेको मेरो भोइड हुन्। भोइड भित्र पनि 2टा टर्म हुन्छ, वाटर र एयर हुन्छ। इन जनरल कन्डिसन सोइल मास कन्सिस्ट अफ सोलिड, वाटर, एयर। के अरे, सोलिड, वाटर, एयर। त्यही भएर यसलाई के भनेको, 3 फेज। यसमा के हुन्छ भन्दाखेरि solid, water, air. So soil mass is taken as 3 phase material है। अब यसको पनि 2टा कन्डिसन छ क्या, एउटा एक्सट्रिम कन्डिसन। यसलाई 3 फेजबाट नभनेर के 2 फेज भन्न सकिन्छ, सिंगल फेज भन्न सकिन्छ त सकिन्छ। हेर्नुहोस् है कसरी। इफ सोइल जुन थियो मेरो यो ड्राई सोइल, अब ड्राई सोइल ड्यू टु कन्टिन्युअस कन्ट्याक्ट विथ हिट, अब त्यो जुन अब सोइल थियो, सोइल यो एकछिनको लागि सोइल मास छ, यो सोइल मास पार्टिकल्स छ, यसलाई मैले कन्टिन्युअस हिटमा राख्थेँ, हिटमा ओभनमा राख्थेँ अथवा हिटमा राख्थेँ। हिटमा राखिसकेपछि त्यहाँको सबै पानी के हुन्छ, सुकेर जान्छ र त्यहाँ के बच्छ भन्दाखेरि सोलिड बच्छ र एयर बच्छ। सोलिड र एयर मात्रै बाँकी रहन्छ। अब जुन भोइड थियो, भोइडमा त वाटर प्लस एयर, अब यो वाटर के भयो, हटेर गएर मेरो एयर मात्रै फुल भोइड भनेको एयर भयो यति बेला। त्यही भएर अब वाटर छैन भने यसलाई 3 फेजबाट 2 फेज भन्न पाइयो। अर्को रहेको छ मेरो स्याचुरेटेड सोइल। अब त्यसलाई कन्टिन्युअस कन्ट्याक्ट विथ वाटर,
त्यति बेला वाटरसँग राख्दै अघि हिटसँग राख्दाखेरि ड्राई सोइल भयो, त्यो पनि सेचुरेट हुनुको लागि पानीसँग राखिदियो भने यो हुन सक्छ मेरो। अब सिङ्गल फेज भनेको चाहिँ कस्तो भन्दाखेरि एयर वाटर हटाइदिने भन्ने हो। बास थ्योरिटिकल्ली चाहिँ यो पोसिबल छ, प्र्याक्टिकल छैन क्या। फुल्ली कम्प्याक्टेड र फुल्ली कन्सोलिडेटेड बट प्र्याक्टिकली नो एक्जिस्टेन्स अफ सिङ्गल फेज। तर यो चाहिँ रियलमा एक्जिस्ट गर्दैन। अब हेरौँ है, कम्प्याक्ट गरेर के भइदिन्छ, पानी निकालिदिन्छ। कन्सोलिडेटेडबाट एयर निकालिदिने, यसबाट वाटर निकालिदिने, के भयो तपाईँको यहाँ बच्यो कि सोलिड मात्रै। तर यो रियलमा एक्जिस्टै गर्दैन। अब थ्री फेज डायग्राम हेरौँ। थ्री फेज डायग्राम अब जस्तै यो सोइल मास छ अरे, जसको भोल्युम भी थियो, टोटल भोल्युम, मास एम थियो, वेट डब्लु थियो। अब यसलाई छुट्याएर हेरौँ। यो त 3 भाग हुन्छ, यसमा तीनवटा फेज हुन्छ, सोलिड, वाटर, एयर। अब यो सबैको अब यति भनेको यो पार्ट त मेरो यो टोटल भनेको चाहिँ के हो, भोइड हो। यसलाई भोल्युम अफ भोइड भने र यो तलको भोल्युम अफ, यो भोल्युम अफ भोइडमा पनि भोल्युम अफ एयर, भोल्युम अफ वाटर, किनकि भोइड भनेको त मेरो के हो, वाटर र एयर हो। अब तपाईँको के हुन्छ भन्दाखेरि यो जुन यमए, अब यो मास अफ एयर, मास अफ वाटर, मास अफ सोलिड, वेट अफ वाटर, वेट अफ एयर, वेट अफ वाटर, वेट अफ सोलिड। अब केही टर्म्सहरू हामीले जान्नै पर्ने हुन्छ, जसबाट इक्जाममा पटक होइन 10औं पटक 20औं पटक अहिलेसम्म क्वेसन आइरहेको छ। भोइड रेसियो यो फर्मुलाहरू तपाईँले याद गर्नुपर्ने हुन्छ। भोइड रेसियो भनेको भोल्युम अफ भोइड बाई भोल्युम अफ सोलिड, भोल्युम अफ भोइड बाई भोल्युम अफ भोइड बाई भोल्युम अफ भोइड बाई भोल्युम अफ सोलिड, मैले यसलाई इरेज गर्नु पर्यो। अलिक फिगर देखाउनु पर्छ नि त तपाईँलाई। र पोरोसिटी भन्ने नि एउटा कुरा आउँछ। पोरोसिटी भनेको भोल्युम अफ भोइड बाई टोटल भोल्युम, भोल्युम अफ भोइड बाई भोल्युम अफ सोलिड, भोइड रेसियो, पोरोसिटी। र यो दुईटाको रिलेसन के छ त, ई र यनको भोइड रेसियो र पोरोसिटीको रिलेसन के छ भन्ने कुरा, पोरोसिटी इक्वल्स टु भोइड रेसियो बाई 1 प्लस भोइड रेसियो। एउटा याद गर्दा हुन्छ, तपाईँले कहिलेकाहीँ यसलाई नै ईको टर्ममा लेख्यो भने त्यति बेला यन बाई 1 माइनस यन हुन जान्छ है। यो तपाईँले याद गर्नुपर्ने हुन्छ। अर्को एयर कन्टेन्ट, पर्सेन्टेज अफ एयर भोइड, यो दुइटामा मान्छे कन्फ्युज भइरहेको छ, त्यो विचार गर्नुहोस्। एयर कन्टेन्ट भनेको भोल्युम अफ एयर बाई भोल्युम अफ भोइड इन्टु 100% हो भने यो भनेको के हो, पर्सेन्टेज एयर भोइड भनेको पर्सेन्टेज एयर भोइड, जसलाई रिप्रेजेन्ट यनले गर्छौँ भने यसलाई एससीले गर्छौँ एयर कन्टेन्टलाई। भोल्युम अफ एयर बाई टोटल भोल्युम, एयर भोइडको पर्सेन्टेज निकाल भनिरहेको छ नि त, त्यो भनेको त पर्सेन्टेज कति पर्सेन्ट त टोटलमा हुन्छ, यो विचार गर्नुहोस् है। यसमा भोल्युम अफ भोइड छ एयर कन्टेन्टमा, र यसमा के छ, टोटल भोल्युम छ, यो विचार। र यो दुइटाको रिलेसन के हुन्छ भन्दाखेरि यन इक्वल्स टु पर्सेन्टेज अफ एयर भोइड इक्वल्स टु पोरोसिटी इन्टु एसी, एसी भनेको एयर कन्टेन्ट। यो क्वेसन धेरैचोटि सोधेको पनि छ। वाटर मोइस्चर कन्टेन्टको कुरा आउँछ। वाटर मोइस्चर कन्टेन्ट के भनेको के हो त, वाटर मास अफ वाटर बाई मास अफ सोलिड, मास अफ वाटर बाई मास अफ सोलिड, वाटर कन्टेन्ट आयो। यो त कतिचोटि तपाईँले ब्याचलरमा गर्नुभयो। अघि तपाईँले यसलाई मेटौँ, अघि मोइस्चर कन्टेन्ट सबैभन्दा बढी केमा हुन्छ भन्दाखेरि क्ले, सिल्ट, स्यान्ड, त्यसपछि ग्राभल। अहिले अर्ग्यानिक क्ले पनि लेखिदिएको छु यदि अप्सनमा दिएको छ भने। ल आजलाई यति नै गरौँ, नेक्स्ट भिडियोमा फेरि गरौँ। हस् त, धन्यवाद।